दैलेखको गुराँस गाउँपालिकामा गुराँस गाउँपालिकाको पहिचान स्तम्भ केकी मदानीको अनावरण गरिएको छ। यहाँ चाहिँ अरू कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय विनोद कुमार शाहले आज एक कार्यक्रमका बीच अनावरण गर्नुभएको हो। नेति पुगेन अब यो घुम्दैन हेर्नु मदानी के हेर्ने मदानी घुम्दैन उसको आउँछ है यो के सिलाको है आज नभ्याएर कृषि क्षेत्रको उर्वर भूमिको रूपमा रहेको गुराँस गाउँपालिकाको पहिचान स्वरूप पालिका कार्यालय परिसरमा निर्माण गरिएको ठेकी मदानी स्तम्भले गाउँपालिकाको कृषि क्षेत्रलाई प्रतिबिम्बित गर्ने जनाइएको छ। कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसी, उपाध्यक्ष शिवा कुमारी खड्का, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा लगायतको उपस्थिति रहेको थियो।